यो त बाहिर त मिल्छ होला नि। अब सोचे त पुरा हुन पऱ्यो नि आमै। अब कस्तो कस्तो सोचे हम अब त्यही सोचे पुरा होस् भनेर त आएको। हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। म फेरि हजुरहरूको माझ नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ भिडियो कहाँ जान लाग्यो भन्दाखेरि नि आज चाहिँ चरीकोट दोलखा भिमसेन थान भन्ने मन्दिर जान लाग्यो हैन। तपाईहरु हेर्दै गर्नु होला, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी निक्लेको घरबाट फाइनली यी मन्दिर जानको लागि। त्यसै कारणले मैले चाहिँ भिडियो सुरु गरेँ है त। अब जानी चाहिँ म एक्लै होइन हैन, हामी चाहिँ 3 जना छौँ। मेरो वाइफ, मेरो साली अनि म। हेर्न सक्नुहुन्छ उनीहरु चाहिँ उता पुगिसक्यो। अब हामी चाहिँ सुइका सुई डाइरेक्ट मन्दिर जान्छौँ। अनि मन्दिर गएर अब मेरो वाइफले के गर्छ, पूजा सुजा गर्छ हैन, पूजाकै लागि जान लागेको। त्यसै कारणले चाहिँ हैन अब हिँडेर चाहिँ जाने कुरा हुँदैन। हामी चाहिँ उता अब अटो पायो भने अटोमा चढेर जाने छौँ हैन। हेलो गाइज, हेलो गाइज, हाई गरेर आऊ त यता। हामी कहाँ जानु अरे? कुन मन्दिर? दोलखा भिमसेन थान। ल ठिक छ। जुत्ताको लेस फुस्किरोस् अहिले बानमलाई। फाइनली चरीकोट बजार चाहिँ अब यहाँबाट देखिन्छ है गाइज हो। अब चरीकोट बजार चाहिँ यहाँबाट देखिन्छ यो डाँडाबाट। हामी चाहिँ चरीकोट बजारभन्दा अलि पर नै छौँ कि। अनि आज राति चाहिँ होइन यत्रो ठुलो पानी परेको थियो, त्यही पानी परेको भएर होला अहिले चाहिँ चलनपुर घाम लागेको छ गाइज। यति पोल्या छ मेरो तालु, घामले यति पोल्या छ हो कि होइन भन। अब तर यो तलतिरको सिनहरू चाहिँ कस्तो दामी दामी छ होइन, हेर्न सक्नुहुन्छ। घाम लागेको छ नि त, मौसम क्लियर छ कि आज चाहिँ। चरीकोट बजार यहाँ चाहिँ एउटा होटेल पनि रहेछ। यही डाँडाको चरीकोट बजार चाहिँ होइन। अहिले चाहिँ डाँडा काँडाले छेक्या छ। तपाईहरु हेर्दै गर्नुहोस् न गाइस, म देखाइहाल्छु नि। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोस् के। यो मोबाइल थियो फेरि तिमीले दिन नमिल्ने। अटोहरू नि आउँदैन के हो? यो चाहिँ हाम्रो पूजाको सामान हो हैन। यस्तो पाराले त कतिखेर पुग्यो? जमजम गाइस जम। जमजम अब अलिक चाँडो चाँडो जानुपर्छ। फाइनली चरीकोट बजार चाहिँ आइपुग्यो है। नानी अटो यतैबाट पाउँछ भने होइन? अब अटो नै पाएन भने त अब बर्बाद हुन्छ त। चरीकोट बजार सुरु भयो हैन। अब मेन बजार चाहिँ पुगिएको छैन। अब मेन बजार पनि पुगिन्छ, हेर्दै गर्नु।
अटो प्याक आउँछ यार गइहाल्यो नि अटो त मैले अटो रोकेको फर्काएर आउनु लाग्यो जस्तो हेलो कहाँ एकछिन त्यो अटो आउनु लाग्यो कि मैले त्यसलाई इसारा गरेको थिएँ फर्काएर आउनु लाग्यो कि त्यो अटोलाई के मैले इसारा गरेको थिएँ होइन फर्काएर आउनु लाग्यो कि सामान रहेछ क्या त्यहाँ सामान झारेर आउँछ होला कि त्यो अटोलाई आयो भने त राम्रो हुन्छ आयो त्यही आयो अब त्यसमा जाने हो कि फर्काएर आऊ कुनापट्टि उता दोलखा जान्छ हजुर हजुर कति हो भाडा 200 रुपियाँ 3 जनाको 200 150 गर्नु नि त मन्दिरमै जानु त यताबाट चोकसम्म हुन्छ जाउँ अब मन्दिरमै जाउँ न के गर्ने त चोकसम्म ल चोकसम्म ल चोकसम्म अगाडि बस्नु आउँछ होइन मजा अगाडि बस्नु न त्यो चोकसम्म यो खोल्नु पर्ने कस्तो ठोकिन्छ अरे अग्लो भएपछि नि यार मैले यसो भ्लग खिचिरहेको हजुर युट्युबमा सानो भ्लग 2025 छ सरीकोटको मेन बजार भने यही होइन सातोबाटो चोक सातोबाटो चोक अटोबाट पैसा खतरा कमाइ हुन्छ होला होइन धेरै जस्तो मन्दिर जाने हुन्छ होला माथि कालिङ चौकतिर जानुहुन्छ न तपाईँहरू अटो लिएर कति लाग्छ रिजर्भमा जानलाई कि जान आउने जान आउन 3000 जान आउन हामी भोलि जानला होइन तपाईँ भ्याउनुहुन्छ त भोलि जाने होइन भोलि 4 जना तपाईँको नम्बर मलाई छोडिदिनु होइन म तपाईँलाई बिहानै कति बजी हिँड्नुपर्छ बिहानै कल गर्छु अनि जम्ला नि
नै रहेछ त है 5 किलोमिटर यहाँ ल गाइज अब मन्दिर पुग्दा नपुग्दा चाहिँ गीत सुनेर बस्नु है यहाँको पेट्रोल पम्प उता बजारमा चाहिँ छैन पेट्रोल पम्प ठिक छ अब पुग्न लाग्यो मलाई एकदम रमाइलो लागिरहेको
मन्दिरसम्म नै के गर्ने 50 रुपैयाँ कुरा त अब यहीँबाट हिँड्दै जाने अरे के गर्ने ल तपाईँको नम्बर भन्नु त म यहाँबाट टिप्छु टिप्ने ओए टिपा त एक गाइज नम्बर चाहिँ यहाँ रहेछ होइन तपाईँहरूलाई कहीँ जानलाई यो चरीकोट दोलखाभित्र होइन कहीँ जान रिजर्भ गर्नु पऱ्यो भने चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ मिलाएर लगिदिनु न हामी भोलि जाने कि ल म फोन गर्छु नि तपाईँलाई ल दाइ हामी चाहिँ दोलखा भिमसेन थानको मन्दिरको गेटमा आइपुग्यो यही गेटबाट छिर्ने होइन ल गाइस फाइनली हामी यो गेटबाट भित्र आइसक्यौँ कता यो गेटबाट होइन ल यार होइन पो रहेछ माथिबाट पो अरे भने हो र फाइनली दोलखा भिमसेन थानमा होइन अब दर्शन गरि नै भयो तपाईँहरू पनि यो भिडियोलाई नछुटाइकन हेर्नुहोस् तपाईँहरू नि अब दर्शन गर्न सक्नुहुन्छ तर त्यो भित्र चाहिँ भिडियो खिच्न एलाउ छ छैन त्यो चाहिँ मलाई थाहा छैन होइन यदि त्यहाँ भिडियो खिच्नलाई एलाउ छ भने म हजुरहरूको लागि जसरी नै खिच्छु अब यदि छैन भने चाहिँ अब त्यही अनुसार सोचौँला है त गाइस हेर्दै गर्नुहोस् यतैबाट चल्तिर हो यो कच्ची यो सानो रोडबाट ठिक छ ल केही किन्नु छ भने किन है सिङ्गी धुपहरू बाटा धुपहरू केही किन्नुपर्छ सबै कुरो त राख नि हामीले ल्याएन तलतिर पाउँछ होला नि त मन्दिर छेउतिर छक पर्नुहुन्छ ढोङ ठाउँमा चाहिँ नमिल्ने ठिक छ नि त अब त्यहाँ चाहिँ नमिल्ने भएदेखि अब केही सोचौँला कस्तो कुरा गरे के अब भित्र पस्ने हो कि नपस्ने हो कुरा गर्छ यार अनि त्यसरी हुन्छ भने यार यत्रो बाटो आएपछि हो भने चिसोमा तपाईँहरूलाई थाहै छ नि त होइन यहाँ चरीकोटको ठाउँमा कति चिसो हुन्छ भनेर त्यस्तो चिसो नि बिहानै उठाएर अनि आफू नि नुहाएको हामीलाई नि नुहाउन लाग्यो कि कम कग्री नुहायो गाइस यार मेरो बिल्ला हान्ने काम चाहिँ नगर के तिमीहरू बरु बोल्न मन छैन चुप लागेर बस्छ कुरा बुझ्यो के गर्ने यार गाई चाहिँ यस्तै छ धेरै टाढा पो रहेछ क्या हिँड्दै कहाँ पुग्यो त मान्छेहरू त नानी तर त्यो अटो ड्राइभरले छ नि त्यो अटो ड्राइभरले तर सस्तै भन्यो भने उनीहरूले त बाबा दाईहरूले त अनि त्यहाँबाट आउनु जानु त 5000 6000 लिन्छ होला भन्ने कुरा गर्नुभएको थियो होइन 4000 कममा पनि 4000 भन्ने कुरा गर्नुभएको थियो नि त त्यसले त 3000 मा आउनु जान रिजर्भै भने नि बेलुका सल्लाह गरेर त्यसलाई कल गरेर अब भोलि बिहान नम्बर दिनु भयो नम्बरमा नोट गरेँ भिडियोमै छ जाने फिक्स भयो भने त्यसलाई कल गरेर जानु पर्ला है गाइस मैले भने नि त हाम्रो अब नेक्स्ट भिडियो भने चाहिँ कालिम्पोङ मन्दिरको आउँछ होला होइन अब अलिक ग्यापमा आउन सक्छ भिडियो चाहिँ तर हेर्नु होला नछुटाइकन कालिम्पोङ पनि दर्शन गर्नु होला होइन अब म जान चाहिँ जान्छु गएर भिडियोहरू पनि बनाएर हाल्छु हाल्न चाहिँ हजुर के गर्नु पर्यो
ल के किन्यो मिलाएर किन है यही हो अन्तिम ठाउँमा नि सबै थोक्छ बाबु लैजानु हात धुने मैले यही किन्छु आमाको नै अब मैले चाहिँ कसरी हात धुने मैले पैसा चाहिँ त्यसरी राखेँ है फुटायो भने बाटोको धुप पनि राखिदिनु बाटे धुप मुठा मुठी बाल्नुपर्छ के चाहिन्छ नछुटाइकन लिनु ल चिलमिल गर्दै गर है अहिले आएर मन्दिर पनि जाउँ कि नजाउँ पो भन्छ यार मेरो बुढीले त किन भन्न चाहिँ अब त्यही त हो नि लेडिज प्रब्लम होइन अब त्यो भएपछि मन्दिर जान मिल्दैन अरे नि त अब तपाईँहरूलाई थाहा नै छ योभन्दा पहिलो भिडियोमा चाहिँ मेरो वाइफ मन्दिरभित्र छिरेको थिएन नि त मैले बाहिरै राखेर एक्लै गएर दर्शन गरेको थिएँ नि त त्यही भएर हुनसक्छ तर यहाँतिर ठाउँ चाहिँ राम्रो हो यो चाहिँ मन्दिर जाने बाटो रहेछ हामी धेरै टाढाबाट आयो क्या आमा माथि रसुवा रसुवाबाट आयो नि म त मेरो घर त रसुवा हो नि भयो सबै सामानहरू केही छुटा त छैन नि ल जाउँ ल मन्दिरभन्दा बाहिरबाट अब आशीर्वाद मिलिसक्यो अब भित्र गएपछि राम्रै होला त्यत्तिकै आएको त गाइस त्यत्रो टाढाबाट कति पैसा खर्च गरी मन्दिर अब त्यही हामीले सोचेको कुराहरू पुरा होस् भनेर त आएको अब तिमी भइहाल्यौ नि भाकल राख्ने को अरे खै अनुहार देखाऊ त यहाँ राम्रो एकचोटि हाई भन भन न हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् अनि त्यति हो मैले सिकाउनै नपर्ने रहेछ त आफैले भनिदियो त फटाङटाङ अनि त्यो माथिको फालफुल त्यो के फालफुल भन्न आइरहेको त्यो पूजाको सामान किन्ने पसल त अन्तिम भनेको थियो त यहाँ चाहिँ टन्नाइरहेको मैले त होइन हो त्यहाँ मात्रै होला भन्दा नि ला आइपुग्यो ए यहाँतिर टन्नै हुँदो रहेछ त नि मान्छे पनि भिड रहेछ ए हुन त अन्त आशीर्वाद दिने थिएन होला है त्यहाँ त आशीर्वाद दियो नि त हामीलाई प्लस गेटबाट भित्र आइयो फाइनली आइपुग्यो गाइस यो सामान त तिमी यहीँ बस्ने हो के कुरा
है यहाँ आउनु आउनु अनि पहिला सुना यो पानीले हात मुख घुम्ने होइन अनि यहाँबाट घुम्ने 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 अनि यसरी घुम्ने 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 अनि त्यहाँ नरिवल फोल्ने अनि मात्र भित्र गएर पूजा गर्ने सबै सामानहरू है अनि त्यो सामानहरू सबै छुवाएर ल्याउने भन्छन् ठाउँ है त्यो सबैले लगेको सामान फुलहरू सबै छुवाएर ल्याउने है यहाँनिर चाहिँ भिडियो बनाउनु चाहिँ मिल्दैन यहाँ सुन नि त्यो भित्रतिर भिडियो बनाउनु चाहिँ यहाँ मिल्छ उता भित्र त्यो अङ्कलहरू उभिरहनु भएको नि त्यो भित्र चाहिँ नमिल्ने अनि यहाँ बाहिरबाट देखाउनु मिल्छ बाहिरतिर देखाउनु मिल्दैन लाइन बसेको ठाउँ चाहिँ ओरिबन पनि गर्न मिल्दैन यो झिक्नु न ल चिगा कति पाक्का पर्नु पर्यो अनि 20-30 रुपियाँ चाहिँ पैसा भित्र भोटिङ चढाउनु के पनि त्यसमै हालेर हुन्छ यसमै त्यहाँ राख मिलाएर हाल नि त सबै सामान पानीहरू सबै लानु उ तलबाट गएर यहाँ घुम्नु जाउँ न त उताबाट तलैबाट घुम्नु पर्ने त्यहाँबाट गएर त्यहाँ ठ्याक्कै जुत्ता सुत्ता राख्ने फेरि बनाइदिनु तलसम्म गइदिनु फोटो बाहिर खिच्नु र त्यहाँ दिदीको त्यहाँ खिच्नु अनि आउनु अनि उता खिच्नु उता खिच्नु कति टाइम लगायो त्यो चामल चाहिँ लिगा है अहिले परिवारलाई दिनुपर्छ यहीँ राख न त्यहीँ हाल न अहिले सबै सामान मेरो हातमा झुन्ड्याइदियो कि फेरि अब फुल एकतिर राख्यो सामानहरू एकतिर राख्यो मिलाउ छिटो फर्स्ट टाइम के गाइज म यहाँ मन्दिर आएको चाहिँ होइन फर्स्ट टाइम हो कि मैले सोचे जति सबै पुरा होस् कि म चाहिँ त्यही माग्छु होइन यो उते बार लगाएको छ पहिला त्यसरी घुम्नु नरिवल चाहिँ टक हेर्नु अनि नरिवल दिनु नरिवल छ नि एकै साथमा फुटाउनु पर्छ है फेरि ल अनि हजुर नरिवल एकै साथमा फुटाउनु पर्छ दिदीले फुटाउनु पर्ने हो इजीले फुटाउनु मैले फुटाइ मिल्छ नि मिल्छ होला एकै साथमा फुटाउनु म यस्तो पावर फुटाइहाल्छु नि एकमा ल त्यो फुटाउँदाखेरि केही माग्नु ल जानु ल यताबाट जानु यहाँबाट कहाँबाट हातहरू चाहिँ भित्र दिनु अब जुत्ता चाहिँ कहाँ फुकालिन्छ है पानी छैन चिन खुट्टाहरू धोएर जानुपर्ने यताबाट भन्ने पानी चढाउ भने है पानी भरेर चढाउनु पर्छ अरे पहिला तल गएर आउने कि हिँड न तल गएर आउँ अनि कस्तो खतरा बनायो है जे मागे त्यही पुरा हुन्छ जेसुकै नहुन है भिडियोमा सबैले सुनिरहेको म त फेरि कट गर्दिनँ नि जे बोलेको त्यति सबै हालिदिन्छु जुत्ता खोल्ने ठाउँ चाहिँ यहाँ त्यो गरेको त जुत्ता खोल्नु पऱ्यो फेरि सोल पनि निक्लिहाल्छ कि आफ्नो किलो यहाँ छ है गाइज कहाँ हात दिनु अहिले हुँदैन हो र कहाँबाट किनेर लिएर किनेर लिएर आएको ठाउँमा अर्को सुकेको नरिवल चाहिँ चल्छ फेरि त्यो साटेर लिएर आउनुहोस् न सुकेको नरिवल तपाईँको 9 बजीसम्म चल्छ क्या उतानिर हेर्नुहोस् त हाम्रो सबै डिटेल्स छ है 9 बजेसम्म चाहिँ हाम्रो रुद्री पूजा के अरे भीमसेन पूजा हुन्छ 9 बजेबाट रुद्री महादेव पूजा हुनुको लागि तपाईँलाई आवश्यक यहाँनिर चाहिँ लिएर आउनु चढाउनुहुन्छ क्या
धेरै माथि नै हो। ए हस् हस् अब हजुरको इच्छा है त्यो चाहिँ अब यो चाहिँ यहाँ एक ठाउँमा राख न नत्र त्यसो भए यताउति पूजा गरौँ न। टिका लगाएर अहिले खुल्ला पूजा गर्दा खोल्न सक्छ फेरि लान पाइन्छ नि अहिले महादेव फोटो भइरहेको त्यही कारणले बलि तपाईँहरूलाई होइन उयो बोर्ड छ नि यो हजुर। बोर्डको फोटो खिच्नु ट्याक्क तपाईँलाई सबै जानकारी बोर्डमा उल्लेख गरेको हुन्छ कुन समयमा कुन पूजा हुन्छ। ल जाऊँ जाऊँ यो खुइलेको होइन यो यता त्यता सारे हाल्छ त्यो म नलगेँ अब दिउँसो नरिवल पूजा गर्न मिल्दैन अरे नि त अहिले 9 बजेपछि मिल्दैन अरे। हात धुनुपर्छ मैले नि नानी पूजा गर्छ जाने त्यहाँ लेखेर राखेर नि त बोट मैले धुनुपर्छ एकपल्ट हात धुएर धुन्छ। हात धुनुपर्छ हेरे हेरे धर्मस्व कर्मस्व सूर्यस्व प्राणस्व तमे अश्रो अश्रोः निरस्व तमे हि पंचतमे पंचतमे सप्ततमे सप्ततमे नवतम नवतम एकादशतमे एकादशतमे त्रयोदशतमे त्रयोदशतमे पंचदशतमे पंचदशतमे सप्तदशतमे सप्तदशतमे नवदशतमे बत्दैन त कि हाँ ल गाइज अब योभन्दा उता चाहिँ भिडियो खिच्न एलाउ छैन अरे होइन त्यही भएर म चाहिँ अब भिडियो यहाँ कट गर्छु मिल्यो भने अहिले एकछिनतिर तपाईँहरूलाई खिचाउँला नि फेरि है अहिले उल्टै गाली खाइयो भने छैन फेरि अब भिडियो चाहिँ म यहाँसम्म हामी चाहिँ भित्रबाट पूजा गरेर बाहिर निक्लिसक्यौँ होइन अब भित्र चाहिँ फोटोसोटो भिडियोहरू खिच्न मनाइरहेछ कि त्यहाँ अब नो फोटोग्राफी गरेर गराएर चाहिँ त्यही भएर खिच्न मिलेन होइन। अब यता परिवारलाई चामल छर्ने भने गाइस अब परिवार त आउँदैन कि अरे अझै ल्याउँ परिवार आउँदैन कहाँ
खाना मात्रै रहेछ अहिले आएर खान्छ होला नि महादेवको पूजा भएर नरिवल कुटाउनै मिलेन नि बिहान भिन्छ पूजा हुँदै थियो जम 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 आए मलाई पनि थोरै दिउँ अब चाहिँ परेवा है अलिअलि गरेर हालेर चाहिँ आउँछ बिचरा मेरो नानी त्यहाँ बसेर हेरिरहेको चार भित्र आउन मिलेन अरे यो मनता छ सपना सन्तु गुण सन्तु मनुष्य सत्तुण हाम्रोमा त गेम चाहिँ धेरै दिन अहिलेको बच्चाहरूलाई त्यहाँ गरेर हाम्रोमा थिएन हामीलाई पढ्दा बोर्डिङ पढ्दा दिनबद्ध बलि राजदान इन्द्रमहा बल दिन प्रतिबल नामेर छेमा जलमा जलग्रहण ग्रह तालम सर्वग्रह निवारणम ग्रश्च भीमश्च धनश्च ध्वनिश्च धर्मेश्वर महाराज शक्ति धेरै दिउँ कर्तन ओम शान्ति सर्वे अरिष्ट ग्रह सार सबै शान्ति र परिपूर्ण नयाँ मोबाइल भन्नु लागेको छ नयाँ मोबाइल एक महिना डेढ महिना भयो डेढ महिना फोटो खिच्ने फोटो पनि खिचियो बाबा ल हामी चाहिँ अब पूजापाठ सकाएर हिँड्यो लाग्यो अब मेरो जुत्ता चाहिँ पो छ कि छैन किन नहुने होइन मेरो जुत्ता फेरि फिल्ममा देखेको जुत्ता त फेरि मन्दिरको बाहिर खोलेपछि चोरेर लान्छ नि ल भयो लाग्नु ल अनि के हुन्छ भनेर भन्छ भने होइन अनि त्यहाँ भनेछ नि भने काशीपालले तपाईँलाई सफलता छ अरे अहिले विदेश जानको लागि राम्रो छ अरे भनेको त अनि मलाई चाहिँ धेरै रोगी कमजोरी भनेको त मन्दिर अब के हुन्छ अरे आमै नि मेरी साली नानी त बाहिर चारवटा राम्रो नदेख्ने कहाँ अब जानी घर किन नि त नि अब यहीँतिर माला त कति किन्छ
ल गाइस फाइनल अब मेरो भिडियो भने यहीँसम्म हो। अब हामीले मन्दिर पनि दर्शन गरिहाल्यो। अब यहीँसम्म हो भिडियो। ल यो भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरेर जानु होला। फेरि तपाईँहरूले यसरी नै माया र सपोर्ट दिनुभयो भने अर्को भिडियो नै आउनेछ चाँडै नै। बाई बाई।